पल पल मेरै कालले मलाई जिस्काएको देख्छु। आफ्नै चिताको आगो आज दन्किएको देख्छु। निदाउन खोज्छु जब म त्यो अँध्यारो कोठाभित्र कल्पनामै आफ्नै लास भुइँमा ढलेको देख्छु। थाकेको यो जिन्दगीको अन्त्य सोचेर होला त्यो जलिरहेको काठले मलाई पुरिरहेको देख्छु। मरेपछि मेरो सबलाई दाग बत्ती नदिनु होला। मलामीहरू काँध फेर्दै खुसीले हाँसेको देख्छु। रोइदिने कोही छैन यहाँ, सब रमिता हेर्ने मात्र। मेरो मृत्युमा पनि मान्छेले उत्सव मनाएको देख्छु। शुभ सन्ध्या, शुभ साँझ, शुभ पल, शुभ क्षण। यहाँहरूमाझ फेरि पनि उपस्थित भइसकेको छु। यो मैले आज टिकटकमा साभार गरिएको मलाई मनपर्ने फेभरेट गरेर राखेको थिएँ मुक्तकको गजलको साथ मैले यो कार्यक्रमको उद्घाटन गरेँ। तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम शब्दको आँगन। आज तेर्सो अङ्गमा छु र तपाईँहरू कहाँदेखि सुन्दै हुनुहुन्छ हामीलाई कमेन्टमा लेख्नुहोला र हाम्रो कार्यक्रम कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। र आगामी दिनमा यस्तै खालको भिडियोहरू मनपर्छ भने तपाईँहरू पनि आफ्ना लेख, मुक्तक, गजल अनि कुनै लेखहरू छन् भने हामीलाई फेसबुक आइडीमा पनि पठाउन सक्नुहुन्छ र कल गरेर पनि बुझ्न सक्नुहुन्छ। र त्यसै गरी म अर्को मैले टिकटकमा भेटाएको मुक्तक छ, एकदमै त्यो टिकटकमा साभार गरिएको मुक्तक वाचन गर्न गइरहेको छु, सुन्नुहोला। कमाउनलाई धन परदेश हिँडेको हुँ, बनाए कठोर मन परदेश हिँडेको हुँ। रहर नभई बाध्यताले बाटो रोजेर सहेर साउको वचन परदेश हिँडेको हुँ। लाखौँ नेपालीहरूको भविष्य चाहिँ परदेश हिँड्नुपर्ने देखिएको छ। अहिले पनि तपाईँहरू डेली जानुहोस् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा, त्यहाँ चाहिँ रोइ कराई गरेर धेरैजनाहरू परदेशतिर लाग्नु भएको हुन्छ। कसैलाई पनि देश छोडेर परदेश हिँड्ने रहर हुँदैन। टिकटकमा मनोज रिजालले साभार गर्नुभएको यो मुक्तक, उहाँका धेरै मुक्तकहरू, गजलहरू छन्। मैले एउटा वाचन गरेँ मन परेर, र फेरि पनि म एउटा अर्को मुक्तक वाचन गर्छु। कस्तो लाग्छ प्रतिक्रिया दिन भने नबिर्सनु होला। कसैलाई म प्रति यति रिस भएको छ, अमृत भनी पिलाएको बिख भएको छ। कसैलाई म प्रति यति रिस भएको छ, अमृत भनी पिलाएको विष भएको छ। को हो के हो भनेर व्यवहारले चिनिन्छ। हिजो आज पशु पनि मानिस भएको छ। समयले हर चिजको फेर बदल गर्छ। आफन्तको श्राप अहिले आशिष भएको छ। मलाई कात्रोमा बेर्ने तयारी गर्दै मेरो प्रियको निम्ति यो समय विशेष भएको छ। बनाएर जिन्दगी तहस नहस गयो कोही, फेरि बर्बाद पार्न त्यही नामर्दको प्रवेश भएको छ। कसैलाई म प्रति यति रिस भएको छ, अमृत भनी पिलाएको बिख भएको छ। र म यतिखेर यहाँहरूमाझ अर्को मुक्तक वाचन गर्दैछु। हिँडडुल गर्न वारिपारी सक्छौ भने आऊ, धाउन सँगै खेतबारी सक्छौ भने आऊ। आउँछु भन्छौ यो गाउँ हो काम गर्नुपर्छ, मैले चाहिँ बोक्न घाँसको भारी सक्छौ भने आऊ। एकदमै मार्मिक होइन, एकदमै समय सान्दर्भिक मुक्तकसँगै म अर्को तपाईँहरूमाझ आजको अन्तिम एउटा मुक्तक यहाँहरूमाझ साभार गर्छु। काटेपछि पुसको जाडो हुन देखाउँछन्, हजार बैगुन लुकाई गुण देखाउँछन्। काटेपछि पुसको जाडो उन देखाउँछन्, हजार बैगुन लुकाई गुण देखाउँछन्। आफ्नो भागको हिरा गुम्दा पनि हाँसेको मलाई लोभिन्छ कि कतै भनी सुन देखाउँछन्। हवस् त, आजलाई शब्दको अङ्क यति नै। यहाँहरू
सुनिदिनु भयो होला अन्तिमसम्म भन्ने यो आशा यो अपेक्षा मनभरिसँग हालेको छु। आदरणीय दर्शक महानुभावहरू, तपाईँहरू कहाँदेखि सुन्दै हुनुहुन्छ मलाई कमेन्टमा प्रतिक्रिया दिनुहोला र कस्तो लाग्यो कार्यक्रम सल्लाह सुझाव प्रतिक्रिया पनि दिनुहोला र मन परेमा साथीहरू समक्ष सेयर पनि गरिदिनु होला। आगामी अङ्क 4को साथमा फेरि भेट्ने बाचा गर्दै म मान थापा यहाँहरूको माझबाट बिदा हुन्छु। नमस्ते, शुभरात्रि।